हेलो गुड आफ्टरनुन एभ्रिवान। सो म आज फेरि पनि पानी लाउन जाँदैछु होइन। सो वाटर चाहिँ कस्तो फुटेको कि चिसोले गर्दा। अनि आज चाहिँ हाम्रो फ्यामिलीमा होइन सबैजनाले आफ्नो आफ्नो काम गर्नुभएको छ। छोरी सुतिरहेछ भने बाबा दाइ चाहिँ यहाँ पर्खाल लगाउँदै हुनुहुन्छ। सो पर्खाल चाहिँ भत्केछ, त्यही भएर लगाउँदै हुनुहुन्छ। अनि पर्खाल पनि अलिकति होइन धेरै भत्केको छ। अनि मम्मी चाहिँ माटो मुस्दै हुनुहुन्छ। सो अनि म चाहिँ माथि पानी लाउनु गएको थिएँ। अनि दिदीको घरमा गएर बसेँ। अनि त्यो चाहिँ सानो बाख्राको बच्चा रहेछ। सो त्योसँग खेलेँ एकछिन। अनि दिदी र म चाहिँ लाग्यौँ पानी लाउन। अनि चाहिँ रहेको छ मेरो गाउँबाट देखिने ठाउँहरू। अनि चाहिँ रहेको छ धार होइन। यहाँ चाहिँ एकजना अङ्कल र भाउजू सो पानी राख्दै हुनुहुँदो रहेछ। अनि हामीले लगेको जुन बोतल चाहिँ त्यो धारामा राखेर यो चाहिँ रहेको छ हाम्रो पानी लाउने पाइप। माथि खोल्साबाट पानी लगाउँछौँ। अनि पानी चाहिँ यहाँबाट गइरहेको छ होइन। कहाँ बिग्रियो थाहा नै छैन कि, तर यहाँ आएर पानी सुकेको छ। अनि त्यही भएर दिदी र मैले चाहिँ यसलाई खोलेर हेऱ्यौँ कहाँ के भएछ भनेर। अनि सो फाइनली पानी चाहिँ माथि बिग्रेको रहेछ। अनि पानी चाहिँ आयो। अनि पानी आइसकेपछि जोडेर हामी चाहिँ घरतिर लाग्यौँ। अनि सो मेरो गाउँ चाहिँ देखाउँछु हजुरलाई कहाँ हो भनेर। त्यो परको जुन यो गाउँ छ नि देखिरहनु भएको छ, त्यो गाउँ चाहिँ मेरो हो। अनि हामी चाहिँ घरतिर लाग्यौँ। बाई बाई।